हामी चाहिँ सुरुङ्गाको के भन्नु यो अब दोमुखा आइपुगेका छौँ। दोमुखा भनेको यहाँनिर ठ्याक्क दोमुखा पार्कभित्र छिर्ने ठाउँ यतापट्टि पर्यो। यता पछाडि यताबाट आएको थियौँ हामी। पर्यटन वर्ष 2080। सुइसरलाई आज हामीले नयाँ ठाउँ दर्शन गरायौँ। तपाईँ यहाँ आउनुभएको थियो? भाइ तिमी अर्काको पर्मिसन बिना खिच्यौ भने ए भाइ तिम्रो के पर्मिसन लिनुपर्ने? मैले अर्काको गिड्डा हुन्छ। कहिले अर्को भयो? एउटै छौ त, त्यही यस्तै थियो त, हिजो पनि यस्तै थियो, आज पनि यस्तै छ, कसरी अर्को भयो? कस्तो लाग्यो दोमुखामा? चियर्स। असल मित्र हीरा जस्तै महत्त्वपूर्ण र दुर्लभ हुन्छ भन्दै म चाहिँ अब दोमुखा पार्कभित्र जाँदैछु। लेट्स सी। नेपालको झन्डा फरफराइरहेको छ, यसरी नै फरफराइरहोस्। चुनावी माहौल छ। चुनावी माहौलले अब भोलि चाहिँ यहाँ होली छ, राम्रै चहल पहल हुन्छ अरे खोलाले गर्दा। पौडी खेल्न आउने अरू पनि राम्रै हुनुहुन्छ अरे, अनि रमाइलो गर्ने ठाउँ। लुक दिस भ्यू। बहुसांस्कृतिक उद्यान पार्क। टिकट काटेर म चाहिँ अब भित्र छिर्दैछु। धेरै पछाडि यहाँ आएको निकै नै राम्रो बनाएर छ। टोटल्ली परिवर्तन भइसकेको रहेछ। यो छाता थिएन म अघिल्लोचोटि आउँदाखेरि। निकै नै राम्रो रहेछ, राम्रो बनाइसकिएको रहेछ। होलीको शुभकामना। वरिपरिको भ्यू चाहिँ यस्तो छ। निकै नै रमाइलो छ। त्यहाँ अगाडि ठ्याक्क उतापट्टि झोलुङ्गे पुल। म चाहिँ अहिले ठ्याक्क पार्कमा छु। श्री दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको पार्कभित्र चाहिँ छु म चाहिँ। यो तल हाम्रो माई खोला। यहाँ ड्राई पिकनिकहरू चल्दैछ हाम्रो रमाइलो गर्ने ठाउँमा। ओ तल यहाँ चाहिँ स्विमिङ गर्दै रहेछन् भाइहरू खोलामा। यता दाइहरू बसिरहेका छन्। पानी सब यता लगाएको रहेछ। म नभए उता माथिबाट पनि पानी आइरहेको हुन्थ्यो। हाम्रो झोलुङ्गे पुल तल देखिरहेको छ। पार्कको यस्तो छ अवस्था। एउटा फ्यामिली इन्जोइङ दियर मोमेन्ट्स, भ्याकेसन भनौँ न। ओइ चोट यिनीहरू आएर के भएको नि मलाई रिस पोखे। यहाँ एउटा यहाँ यार किन रिस पोखे भनेको त यहाँ हाम्रो रेणु दाई आएको रहेछ नि। यिनीहरू हेर त यहाँ छेकेर बसेको। I love दोमुखा बुद्धं शरणं गच्छामि बम शरणं गच्छामि। जस चिलै छ। सर र खोलाको आवाज आइरहेको हुन्छ है। कस्तो शान्त। अनि रुपियाँहरू कराइरहेका छन्।
हाम्रो यहाँ ढेडु दाई माथि बसेको छन्। यो डगेश भाइहरू चाहिँ कतिखेर उत्रिन्छ र यसलाई बिताउँ भनिरहेको छन्। रातो र चन्द्र सूर्य चङ्गी निशान हाम्रो दोहोरो गच्छरियो। यस्तो छ यहाँबाट चाहिँ ठ्याक्क यहाँ पुल बान भयो। यो बानबाट यहाँ तल पानीहरू यता कटाएको छ जाँदैछ। त्यहाँ हाम्रो झुलुङ्गे पुल छ। यहाँ पार्कको ठाउँ यता अनि रमाइलो छ। म बारीपट्टि पनि मान्छेहरू आउनु भएको रहेछ। यहाँ कन्स्ट्रक्सनको काम हुँदैछ। यहाँ कन्स्ट्रक्सनको काम हुँदै रहेछ। यहाँ दिस साइड तल बहिनीहरू के गर्दैछन्। म उता जानु पर्यो खोलातिर। त्यहाँबाट हिँड्दै कहाँ पुगिन्छ यसो। तिनीहरूलाई उजा आऊ आऊ तिनीहरूलाई धपाइदिएको। यहाँ बिचरालाई बिजोग बनाएछ। यहाँ ढुकेर कतिखेर उत्रिन्छ र यसलाई चाहिँ अब यहाँ मलाई बिताउन दिएर छैन। छै छै जियो सुता रुखतिर गयो। अब हरामी रहेछ नि यिनीहरू। अब भाग्छ। यहाँ चाहिँ ढोका ताला लगाएको रहेछ। सायद अब ताला लगाएपछि नहिँड्नु भने होला। तल चाहिँ जानु पऱ्यो यता। यहाँ चित्रकला यस्तो यस्तो यस्तो। यो हेरेर आफै कमेन्ट गर्नुहोस् गाइस। यो के हो, यो के देखाउन खोजेको छ। यहाँ हात समातेको छ। यो कतै फेसबुकतिर पनि देखेँ जस्तो लागेको थियो मलाई। सुदीप आर्ट भनेर लेखिराखेको छ। यहाँ चाहिँ पानी धेरै गहिरो छ, थुनेको छ। तब त्यहाँ थुनेर चाहिँ त्यहाँ थुनेर पानी चाहिँ यता कटाएको छ। त्यहाँ थुनेर यता नर्थतिर पानी कटाइराखेको छ। यहाँ बान लगाइएको छ। बानले पानी थुनेको छ। अनि त्यो पानी थुनेर यो माइको खोलाको नदीको पानी चाहिँ यता नहर सिँचाइको लागि लगिएको छ। निकै नै राम्रो छ। यसरी खोला नालाहरू चाहिँ युज गर्नु पऱ्यो कि हाम्रो स्रोत र साधनको युज भएको छैन। युज भयो भने चाहिँ डेभलप हुन्छ नि। त्यसले गर्दा अब त्यहाँ दुई बारी लाग्ने भयो सिँचाइ पुगेपछि। चाहिँ खोलामा आइपुगिसके। पानी त छुनु पर्यो नि त। यहाँ आइसकेपछि चाहिँ कन्काईमा यो खोलाको आवाज